अमेरिकाको भर्जिनिया स्थित मनासस पार्कमा 4 जना नेपाली घरभित्रै मृत भेटिएका छन्। एनबीसी वाशिंगटनका अनुसार मृत फेला परेकाहरूमा 2 जना बालबालिका र 2 जना वयस्क रहेका छन्। झन्डै 1 वर्ष अघि अमेरिकामा बेपत्ता भएकी नेपाली नर्स ममता काफ्लेको घर नजिकै यी 4 नेपाली मृत फेला परेपछि नेपाली समुदाय यति बेला शोकमा डुबेको छ। यो घटना बिहीबार राति भएको हो। मृत्यु हुनेहरूमा 38 वर्षीय सन्तोष परियार, 36 वर्षीय अन्जु श्रेष्ठ र उनका 2 सन्तान, 2 वर्षीय छोरा र 8 वर्षीय छोरी रहेका छन्। घरको तल्लो तलामा बस्ने उनीहरूसँग सम्पर्क हुन छाडेपछि घर धनीले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले जाँच गर्दा 4 जना गोली लागेको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट एक थान बन्दुक पनि फेला परेको प्रहरीले जनाएको छ। मनासस पार्क प्रहरीले घटनाको प्रारम्भिक अनुसन्धान अनुसार घटना हत्या गरिएको हो वा आत्महत्या हुन सक्ने बताएको छ। तर कसले गोली चलायो भन्ने बारेमा प्रहरीले अहिलेसम्म आधिकारिक रूपमा केही खुलाएको छैन। उनीहरू लानाए लेनको 9400 ब्लकको अपार्टमेन्टमा बस्दै आएका थिए। प्रहरीले अपार्टमेन्टमै मृत अवस्थामा फेला पारेको थियो। उनीहरूमाथि गोली प्रहार गर्नेको तीव्र खोजी र घटनाबारे विस्तृत अनुसन्धान सुरु भइसकेको प्रहरीले दाबी समेत गरेको छ। आत्महत्या वा हत्या भएको बारे कारण यकिन गर्न सकिएको छैन। हामी अनुसन्धानमा जुटेका छौं, प्रहरीले विज्ञप्ति मार्फत भनेको छ। घटनास्थलमा एउटा बन्दुक समेत फेला परेको थियो। सबहरू मनाससको मेडिकल एक्जामिनरको कार्यालयमा राखिएको छ। छिमेकीहरूका अनुसार सन्तोषको परिवार करिब 6 महिना अघि मात्र उक्त घरमा भाडामा सरेका थिए र उनीहरू नेपाली मूलका थिए। परिवार घरको तल्लो तलामा बस्दै आएको बताइएको छ। प्रहरीले यस घटनालाई घरभित्रै सीमित रहेको पारिवारिक हत्याको रूपमा लिएको छ र बाहिरी व्यक्तिको संलग्नता नदेखेको जिकिर गरेको छ। तर गोली चलाउने व्यक्तिको परिचय भने सार्वजनिक गरिएको छैन। मनासस पार्क उत्तर भर्जिनियामा रहेको एउटा सहर हो जुन वाशिंगटन डीसीबाट करिब 30 माइल दक्षिण पश्चिममा प्रिन्स विलियम काउन्टीको बीचमा पर्छ। मृतक 8 वर्षीय बालिका मनासस पार्क सिटी स्कुलमा अध्ययनरत थिइन्। विद्यालयले भावुक वक्तव्य जारी गर्दै शोक व्यक्त गरेको छ। पीडित विद्यार्थीका सहपाठी तथा शिक्षकलाई मानसिक सहयोग उपलब्ध गराउने तयारी गरिएको विद्यालयले जनाएको छ। विद्यालयले केयर सोसियल नामक संस्थासँग मिलेर अभिभावक, कर्मचारी र विद्यार्थीका लागि मानसिक स्वास्थ्य सेवा निशुल्क उपलब्ध गराउने व्यवस्था गरेको छ। यो त्रासदीले सम्पूर्ण नेपाली समुदाय, अमेरिकी समाज र स्थानीय बासिन्दालाई गहिरो शोकमा डुबाएको छ। गत वर्ष भर्जिनियामै नेपाली महिला ममता काफ्लेको मृत्यु भएको थियो। ममताको मृत्यु आशंकामा उनको पति नरेश भट्ट विरुद्ध अदालतमा मुद्दा चलिरहेको छ। प्रहरीले नरेशमाथि निरन्तर अनुसन्धान समेत गरिरहेको छ। ममता काफ्लेको घर र घटनास्थल केवल 3 मिटरको मात्र पैदल दूरी गुगल नक्साले देखाउँछ। ममता काफ्लेको सुनवाई आगामी अगस्त महिनाको पहिलो सप्ताहमा सुरु हुनेछ।